चाहिँ धनिया बेसार राखेँ, बेसार लगाएँ। यसको मजाले चलाउनुपर्छ। खोर्सानी पनि राखेँ। आज चाहिँ मैले चाहिँ यस्तो केही रस लाएर नखाने, के भुटेर पटकरी भुटेर कमेन्ट गरिदिनुहुन्छ अनि खुसी लाग्छ। हजुरहरू पनि यसरी नै बनाउन सक्नुहुन्छ। सानो सानोमा खुसी हुने के दिदीबहिनीहरू, ठुलो ठुलो सपना बोल्नु हुँदैन। किचनमै बसी बसी पनि परिवारसँग खुसी भएर बस्ने, परिवारलाई खुसी राख्ने, सानो सानो कुरामा पनि खुसी भएर बस्न सक्ने साथीहरू। अहिले चाहिँ के भएको है, नेपालमा धेरै घटनाहरू घटिरहेछ। त्यही भएर पनि यस्तो लाग्छ कि पैसाले गर्दाखेरि पनि धेरैको सम्बन्धहरू बिग्रेको छ है। त्यही भएर मलाई चाहिँ सानोतिनो कुरामा खुसी हुनुहोस् भन्छु। पैसा पनि इम्पोर्टेन्ट हो, तर आफ्नो घर परिवारलाई कसरी अगाडि बढाउने अनि भन्ने कुरा चाहिँ आफैले पनि गर्न सकिन्छ कि अरूको लैलैमा बाहिर कुराहरू धेर सुन्नु हुँदैन भन्छु म चाहिँ। बाहिरी कुराले गर्दाखेरि पनि घरमा चाहिँ नेगेटिभ कुराहरू भित्रिन्छ अनि त्यसले गर्दाखेरि पनि त्यस्तो हुन्छ। आफ्नो घर परिवार बिग्रिन्छ। आफ्नो परिवारलाई फोकस दिनुहोस्, खुसी हुनुहोस्, खुसी भएर बस्नुहोस् भन्न चाहन्छु। मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र अन्तिममा चाहिँ मेरो च्यानल सब्सक्राइब गर्न नभुल्नु होला। बाई बाई साथीहरू, अर्को भिडियोमा चाहिँ भेटौँला।